नमस्कार जजलपास शुभ बिहानी कार्यक्रम समृद्ध समाजमा हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम प्रत्येक साताको मङ्गलबार बिहान 7 बजेदेखि 8 बजेसम्म रेडियो नेसन 103.9 मेगाहर्जबाट प्रत्यक्ष रूपमा प्रसारण हुने गर्दछ र तपाईको साथमा रहनेछु म जगतलाल महर्जन। यो कार्यक्रम समृद्ध समाजलाई अनलाइन मार्फत www.radionation.com.np बाट पनि यहाँले संसारभर सुन्न सक्नुहुनेछ र हाम्रो पात्र एप्स र फेसबुक पेजबाट पनि यहाँहरू प्रत्यक्ष रूपमा सहभागी हुन सक्नुहुनेछ। कार्यक्रम सुनेर सल्लाह सुझाव यहाँले प्रतिक्रिया पनि पठाउन सक्नुहुनेछ। कार्यक्रम समृद्ध समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, साहित्यिक, शैक्षिक लगायतका विविध विषयहरूमा केन्द्रित रहेर हामीले विभिन्न तह र तबकामा रहनुहुने विशिष्ट व्यक्तित्वहरूसँगको संवादलाई जोड्ने गर्दछौँ। आजको समृद्ध समाजको हाम्रो विशेष यो कार्यक्रममा स्टुडियोमा हामीसँग हुनुहुन्छ बागमती प्रदेश सभाको सदस्य माननीय रघुनाथ महर्जनज्यू। कार्यक्रम समृद्ध समाजमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्ते। आरामै हुनुहुन्छ? हजुर, ठीक छु। हामी संवादलाई सुरु गर्न चाहन्छौँ। यो बागमती प्रदेश सभामा कति सदस्यहरू छन् र प्रदेश सभाको आवश्यकता के को लागि हो? बागमती प्रदेशमा अब टोटल चाहिँ संख्या चाहिँ 110 जना हो। 110 जनाको सभा सदस्यहरू हुनुहुन्छ। सभासद चाहिँ 110 जना हो। अब त्यसको आवश्यकता त तपाईँ हामी सबैले नै संविधान मार्फतबाट नै हामीले बागमती प्रदेश मात्रै होइन देशभरिका जति पनि तपाईँको चाहिँ साथै प्रदेशमा आवश्यक महसुस गरेर नै हामीले चाहिँ संविधान बनाएको हो। त्यसले गर्दाखेरि मलाई लाग्छ यो चाहिँ नेपाली 1 करोड जनताको चाहना अनुसारै नै सायद यो प्रदेश चाहिँ स्थापना भएको। अच्छा, यो प्रदेश सभाको आवश्यकता चाहिँ तपाईँको प्रदेशको ठाउँको तपाईँको विभिन्न जिल्लाहरूलाई मिलाएर जुन 7 प्रदेश बनाइएको त्यसको विकास सम्वर्धन र प्रवर्धनको निम्ति लागि हो भन्ने हो। अनि यसले धेरै सेक्टरमा काम गर्छ। अब त्यो मात्रै होइन, अब विकास त मेरुदण्डको रूपमा नै त्यसले काम गर्ने भइहाल्यो। त्यो बेगर अरू विभिन्न चाहिँ सङ्घीय चाहिँ सरकारले या सङ्घीय चाहिँ संसदबाट कति कुराहरू कानुनी रूपमा चाहिँ संवेदन नसकेका कुराहरूलाई पनि यो प्रदेशले चाहिँ आफ्नो प्रदेशभित्र आवश्यक खालको विभिन्न किसिमको चाहिँ समस्या र कानुनहरू यसले निर्माण गर्छ। त्यहाँको जनताहरूसँग प्रत्यक्ष रूपमा सरोकार राखेर विकासको मेरुदण्डलाई अगाडि बढाउनको निम्ति आवश्यकता हो। विकासको मेरुदण्ड त त्यो त अब त्यो मेन कुरो भइहाल्यो। त्यो बेगर पनि अब जनतालाई पर्ने चाहिँ पीडमर्काको विभिन्न किसिमको नियम कानुनहरू आवश्यक चाहिँ महसुस चाहिँ प्रदेश कमिटीले चाहिँ ठान्यो भने त्यो चाहिँ प्रदेश कमिटीले त्यो नियम कानुनहरू बनाउँछ। एउटा उदाहरणको रूपमा मैले के भनेको चाहिँ अब यो बागमती प्रदेशमा सबभन्दा बढी जनसङ्ख्या भनेको अब एउटा नेवार समुदायको छ अनि अर्को चाहिँ तपाईँको तामाङ समुदायको छ। त्यही भएर चाहिँ अब हामीले बागमती प्रदेशले सर्वसम्मतले चाहिँ यो प्रचलित कानुनी रूपमा प्रचलित रूपमा चाहिँ तपाईँको चाहिँ नेवारी भाषा र तामाङ भाषालाई चाहिँ तपाईँको चाहिँ मान्यता दिएको छ। र यसले चाहिँ मलाई लाग्छ यसले चाहिँ लामनित अहिले त्यति लिन पाएको छैन होला जनताले। तर यसलाई चाहिँ त्यो लामनित गर्ने काममा चाहिँ स्थानीय निकायदेखि लिएर सम्बन्धित निकायहरूले पहल गर्यो भने यसले चाहिँ एउटा आफ्नोटो चाहिँ सबैको आफ्नोटो हुने खालको चाहिँ त्यो हामीले चाहिँ एउटा कानुन तयार। नेवार र तपाईँको तामाङलाई चाहिँ तपाईँको दुईटै भाषाबाट चाहिँ हाम्रो सरकारी उसमा दस्तावेजमा लेख्ने गरेर यो स्वीकृत भइसक्यो होइन र? यो त पास भइसक्यो। यो पास भइसक्यो। अब यसले कसैले चाहिँ तपाईँको यसले चाहिँ त्यो व्यवस्था गरे यसले हेरचाह गर्यो भने त्यसले कानुन रूपमा कारबाही पनि हुन्छ। झनै उसले चाहिँ 15,000 देखि 30,000सम्म कानुन रूपमा उसले जरिमाना पनि हुन्छ र अझ झनै मैले सुनेको अनुसार 3 वर्षसम्म कानुन रूपमा उसले चाहिँ जेल सजाय पनि हुनसक्छ। यो कार्यान्वयन नगरेको खण्डमा र हेरचाह गरेकोमा कसैले नेवारी भाषाले चाहिँ निवेदन दिएको खण्डमा उसले चाहिँ त्यो अनुसारको त्यहाँ चाहिँ त्यो भाषिक चाहिँ उसको मान्छे राख्नुपर्छ, विज्ञ मान्छे राख्नुपर्छ। अनि यदि त्यस्तो खालको वातावरण बनाएन भने चाहिँ उसले कानुन रूपमा त्यो सजाय पाउनु सम्भावना बढी हुन्छ। अच्छा, तपाईँ निर्वाचित भएको बागमती प्रदेश क्षेत्र नम्बर 3 कमा होइन? यसमा अहिले तपाईँले चाहिँ कस्तो बजेट विनियोजन गरेर यो विकासको क्रमलाई चलाइरहनु भएको छ? होइन, यसो अब बजेट त अब हरेक प्रदेशमा सीमित बजेट छ, तर धेरै चाहिँ बहुउद्देश्य बजेटहरू छ। अब राष्ट्रिय गौरव योजना त हामीसँग त्यति छैनौँ, तर चाहिँ बहुवर्षीय योजना भएकोले चाहिँ तपाईँको चाहिँ मलाई लाग्छ अब 3 नम्बर क्षेत्र कमा चाहिँ मेरो 12वटा चाहिँ वडा पर्छ मेरो क्षेत्रभित्र।
अब डिमान्ड चाहिँ असीमित छ तर स्रोत साधन चाहिँ थोरै छ भने त्यही पनि हामीले चाहिँ सबैले चाहिँ समानुपातिक रूपमा हामीले चाहिँ बजेटहरू राख्दैछु र धेरै जसो चाहिँ जनताहरूले चाहिँ उनीहरूको माग अनुसार मैले सम्बोधन पनि गरेको छु। अब उहाँहरूको धेरै अघि पनि मैले भने धेरै उहाँहरूको चाहिँ असीमित चाहिँ रूपमा चाहिँ मागहरू बढी होला तर हाम्रो क्षमताले भ्या जति र प्रदेशबाट चाहिँ जति सक्दो चाहिँ बजेट ल्याएर चाहिँ हामीले चाहिँ विकास बजेटमा होइन माग अनुरूप भन्नाले पनि तपाईँको जहाँ जुन ठाउँमा धेरै आवश्यकता हुन्छ त्यो ठाउँमा त तपाईँको बजेट विनियोजन गर्न सक्नु भएन भन्ने पनि त्यहाँको जनजनको तपाईँको आरोप छ। होइन त्यस्तो त अब कोहीले चाहिँ त्यो आरोप लाउने स्वाभाविक पनि हो। कोही कोहीले भन्दा नि त्यहाँ हुनुपर्ने ठाउँमा काम नभएको भनेर छ कि तपाईँको? होइन काम नहुने भएको कुरा होइन। कति ठाउँ त हाम्रो बजेटहरू पनि चाहिँ सीमित बजेट हुन्छ। अब कति त हामीले मागेको अनुसार बजेट पनि आउँदैन। एउटा त उनीहरू आफैले पनि त्यहाँ चाहिँ बजेटहरू कटौती पनि गरेर पठाएको हुन्छ होइन। अब जति मैले चाहिँ पठाएको छ त्यो चाहिँ लगभग सबै ठाउँमा पठाएको पनि छ। मैले कुनै पनि वडा छुटाएको छैन। तर अब जम्मा हामीले 4-5 करोड बजेट आउनेमा चाहिँ अब चाहिँ बारोटोमा दिँदाखेरि 50-60 लाख भन्दा बढी त हुँदैन। कुनै ठाउँमा 1 करोड पनि जाला। कुनै चाहिँ त्यहाँको चाहिँ लाइन सेभिङ्सबाट पनि बजेटहरू परेको छ भन्नुभयो। त्यो कार्यालयबाट पनि बजेट परेको छ। तर चाहिँ मेन जुन चिज चाहिँ सबभन्दा बढी जनतालाई प्रत्यक्ष रूपमा चाहिँ प्रभाव पर्ने ठाउँमा चाहिँ मैले सबभन्दा पहिले प्राथमिकता त्यसमा दिएँ। त्यही त तपाईँलाई चाहिँ 3 कका जनताले के भन्छन् भने मुख्य ठाउँमा बजेट नराखिकन तपाईँले आफ्नो क्षेत्र भन्दा पनि बाहिर मात्र धेरै बजेट राखेको भनेर यहाँलाई चाहिँ मैले यो सामाजिक सञ्जालमा रघुनाथ महर्जनजी मान्ने आउँदै हुनुहुन्छ भनेपछि त्यहाँ प्रश्नहरू आएको थियो। होइन त्यस्तो चाहिँ यो मेरो क्षेत्रभन्दा बाहिर त गएकै छैन। होइन तपाईँले 3 कमा भन्दा पनि बाहिर चाहिँ धेरै बजेट हाल्नुभयो भन्ने आरोप हो कि? 3 कमै बाहेक त मैले अरू ठाउँमा बजेट राखेकै छैन होइन। राखेकै छैन, राखेको पनि होइन, कसैले पनि राख्दैन थियो होइन। त्योसम्म पनि होइन। त्यो कुरो चाहिँ त्यो आरोप लाउनेले अब धेरै किसिमको आरोप लाला। तर मैले आफूले चाहिँ जति चाहिँ मैले गरेको छ म आफू सन्तोषजनक छु। तर योभन्दा पहिलेको चाहिँ जति मान्यहरूले गरेको छ हामीले त्यो देखेको छैन। तर अहिले चाहिँ मेरो चाहिँ तपाईँको सचिवालयको चाहिँ मेरो फेसबुकमा हेर्नुभयो भने मैले कुन ठाउँमा के काम गरेको छ त्यो सबै कुरा आउँछ। यसपालि खानपानीकोमा 2टा मैले बोर्डिङ राखेको छु। एउटा हर्सिटीमा झनै 400 घरलाई पुग्ने गरे एउटा बोर्डिङ राखेको छु। अर्को एउटा ठेचोमा मैले राखेको छु। त्यो झनै 300 जना चाहिँ घर परिवार पुग्ने गरे यसपालि चाहिँ बोर्डिङ भयो। त्यहाँ हर्सिटीको त पानी नै निस्केर अहिले वितरणको काम भइरहेछ। त्यो वितरणको पाइपमा जोड्ने कुरो भइरहेछ र ठेचोमा चाहिँ अहिले पानी निस्किने चाहिँ अन्तिम चाहिँ लाइनमा पुगिसकेको छु। अब बाटोको नै कुरो गऱ्यो भने मैले धेरै ठाउँमा बाटोको काममा चाहिँ मैले चाहिँ प्राथमिकता राखेको छु। जस्तै चाहिँ सुनकोटीबाट तपाईँको चाहिँ हर्सिटी के टाफेल जोड्ने, टाफेलबाट तपाईँको हर्सिटी जोड्नेमा मात्रै झन् 2.5-3 करोड रुपियाँ बजेट मैले छोडाएको छु। त्यो काम भइरहेछ अहिले पनि? त्यो काम भइरहेछ। उनीहरूको अब पहिलेको चाहिँ मैले कति त सङ्घीयको बजेटबाट झनै चाहिँ गएको वर्षमा झनै मैले 8-9 करोडको बजेटहरू ल्याएर चाहिँ सङ्घीयको बजेट पनि मैले प्रयास गरिरहेको छु। अब बोल्नेले अब अलिअलि चाहिँ विपक्षीहरूले आरोप लाउनु स्वाभाविक हो। तर जनता चाहिँ मप्रति चाहिँ अब अहिलेसम्म चाहिँ त्यस्तो गुनासो र म डाइरेक्ट म आएर चाहिँ यस्तो तपाईँले गर्नुभयो भने सुन्नु पाएको छैन। ल ठिकै छ, त्यो विषयमा पनि हामी फेरि जोडिनेछौँ। तपाईँको विचारमा यो अहिले नेपालको राजनीति चाहिँ कतातिर लागिरहेको छ? अब यो जेनजीको 23 र 24 को आन्दोलन पछिको राजनीतिको घटनाक्रमलाई मैले जोडेर भन्न खोज्दा अहिलेको राजनीति देशमा कतातिर चाहिँ लागिरहेको पाउनु भएको छ? यो त मलाई चाहिँ के लाग्यो भने जेनजीको जुन जेनजीले उठाएको चाहिँ विषय छ त्यो चाहिँ सबै 3 करोड जनताहरूले चाहिँ चाहेको कुरो त्यही हो होइन। त्यो कुरोलाई चाहिँ कसैले मनन गर्न सक्दैन, त्यसले इन्कार गर्न सक्दैन। उहाँहरूको माग जायज हो भन्ने हो? उहाँकोले माग मात्रै जायज ठिक हो। त्यसमा मेरो पनि चाहिँ समर्थन छ। सुशासन र तपाईँको भ्रष्टाचार निर्मूल गर्ने भनेको त अब सायद मलाई लाग्छ यो सम्पूर्ण विश्व जगतले चाहने कुरो हो। यसले अब जयन्तीले मात्रै चाहेको कुरो होइन। तर त्यसले व्यवस्थित कसरी गर्ने भन्ने कुरामा मात्रै चुनौतीपूर्ण चाहिँ छ। यो जेनजीहरूको जति पनि उहाँले आन्दोलन गर्नुभयो त्यो चाहिँ तपाईँको सही थियो भन्ने नै हो? होइन, उहाँको माग चाहिँ सही हो। माग चाहिँ सही हो। अनि उहाँको त्यो जुन क्रियाकलाप 24 गतेको थियो होइन, त्यो त यसो छ। जयन्तीको चाहिँ जुन उद्देश्यले उहाँहरू चाहिँ आन्दोलनमा उत्रिनु भयो, जुन चाहिँ तपाईँको माइतीघरदेखि तपाईँको चाहिँ संसदभित्रसम्म, त्यसमा शान्तिपूर्ण रूपमा उहाँले गर्नुभएको हो। त्यसमा अब यो देशलाई स्थिर बनाउन नचाहनेहरू एउटा ग्रुप छ। त्यो देश विदेशी जो पनि आउन सक्छ। त्यो ग्रुपले चाहिँ त्यहाँ चाहिँ घुसपैठ गरेर
त्यो वातावरण चाहिँ तयार पारेको हो। वास्तवमा चाहिँ जयन्तीको त्यो किसिमको गडबडी गर्ने उहाँहरूको मनसा पनि छैन र उहाँ आन्दोलनको त्यो उद्देश्य पनि त्यही थिएन। त्यसले गर्दा तत्काल नै उहाँले चाहिँ हाम्रो चाहिँ आन्दोलनबाट यो ट्र्याक चाहिँ चेन्ज भयो होइन, यसले कसैले चाहिँ हाइजेक गर्यो। त्यसले गर्दाखेरि उहाँहरू त्यसपछि पनि उहाँले दुखेछ पोखेको पनि हामीले चाहिँ मिडिया मार्फतबाट हरेक चाहिँ समाचार मार्फत हामीले जानेको पाएको छौँ। मलाई लाग्छ अब यस्ता खालका घटना कुनै पनि नेपालीको मन र नेपालको हृदय र नेपालीको रगत भएको मान्छेले त्यस्तो कार्यक्रम कसैले पनि गर्दैन। चाहिँ तपाईँको विचारमा राजनीति चाहिँ के र कसको लागि हो त? राजनीति त के र कसको लागि भन्ने कुरा त अब सबै पार्टीको तपाईँको उनीहरूको उद्देश्य घोषणापत्र र उनीहरूको चाहिँ लिएको नीतिगत चाहिँ कुराहरूमा त त्यसले प्रस्ताव त्यो त घोषणापत्रमा चुनाव आउँदा त्यो जनतालाई छुट्याउने भनेर सबैले बुझिसकेका छन्। त्यसरी त कहाँ मुख्य राजनीति त तपाईँको जनजनको लागि, तपाईँको सेवा सुविधाको लागि, उहाँहरूको तपाईँको हरेक विकास क्रमको लागि, उहाँहरूलाई चाहिने तपाईँको राज्यको नीति बनाइदिनको लागि हो नि, होइन र? होइन, राजनीतिकबाट कुनै एउटा चाहिँ तपाईँको उद्देश्य प्राप्तको लागि व्यक्तिगत प्राप्तिको लागि हिँड्नु भएन। होइन, त्यो चाहिँ तपाईँको त्यो चाहिँ प्रक्रियामा मात्रै तपाईँको फेलर हो, त्यो फेलर भएको हो, प्रक्रियामा फेलर भएको हो होइन। तर त्यो जति पनि राजनीतिक चाहिँ पार्टीका जति पनि अहिले 125वटा राजनीतिक चाहिँ दलहरू अहिले छ, त्यो 125वटा राजनीतिक दलहरू मध्येमा पनि चाहिँ सबैको चाहिँ तपाईँले हेर्नुभयो भने मोटामोटी उस्तै हुन्छ सबैको होइन। त्यसमा अलिकति कोही चाहिँ पुँजीवादको कुरा होला, कसैको समाजवादको कुरा होला, कोही साम्यवादको कुरा होला, अरू विभिन्न किसिमको होला र कसैलाई प्राथमिकता दिएर चाहिँ काम गर्ने भन्ने कुरो पनि आउला। त्यहाँ मजदुरदेखि किसानदेखि लिएर निम्नको जनतादेखि लिएर धेरै कुराहरू आउला। तर गर्ने चाहिँ उद्देश्य सबैको एउटै हो, मोटामोटी एउटै हुनसक्छ। तर अघि भने प्रक्रियामा त्यहाँ पुग्दाखेरि अब त्यसले किन त्यसरी भयो भन्ने कुरामा कार्यान्वयनमा गएन भन्ने कुरा हो कि त्यो कार्यान्वयनमा मात्रै गएनौँ भने कि तपाईँ हामीले एउटा कुरो के छ भन्दाखेरि त्यस्ता खालका पार्टीले हामीले छनौट गर्न सिकाउनु पर्यो एउटा कुरा। अनि त्यस्ता खालकाले यदि गल्ती गर्यो भने अर्कोचोटि उसले अवसर दिनु भएन होइन। यो कुरा हामीले बुझ्नु पनि पर्छ। र हाम्रो यो देशमा धेरै परिवर्तन गर्ने भनेर चाहिँ तपाईँको 10 वर्ष सशक्त चाहिँ तपाईँको आन्दोलन पनि चल्यो त्यसलाई होइन। तर उहाँहरू सत्तामा आएपछि तपाईँ हामीले सबैले देखेको छु। अन्त फर्स्ट पार्टी भएको मान्छे थर्ड पार्टीमा पनि झरेको देखेको छु हामीले। भन्दाखेरि उनीहरूले चाहिँ उनीहरूको जे उद्देश्य लिएर अगाडि बढेको हो त्यो अनुसार उहाँले काम गर्नु सक्नु भएन। चाहिँ नेतृत्व विकासको क्रममा तपाईँको जनता पनि अहिले कम छैन भन्ने आकलन गर्न मिल्यो नि, होइन? होइन, जनता त चाहिँ निकाय नै हो होइन। अब यो जनतालाई चाहिँ त्यसरी मिनिमाइज गर्नु भन्ने कुरा त हुने हुँदैन, मैले लाग्छ त्यो होइन। त्यसले पनि तपाईँले देखिहाल्नु भएको छ 64मा फर्स्ट भएको मान्छे तपाईँको 70मा आउँदाखेरि थर्ड, 74मा आउँदाखेरि थर्ड भयो, 70मा आउँदाखेरि थर्ड भयो। अब त्यसले के देखाउँछ भन्दाखेरि जनता नै सब परि हो भन्ने कुरा हामीले बुझ्नु पर्यो। जनता सार्वभौम सत्ता सम्पन्न जनता हो भनेर बुझ्नु पर्यो। अनि यो समृद्ध नेपाल र सुखी नेपालीको नारा यो तपाईँको चुनावी घोषणापत्र मात्र सीमित भयो भन्ने जनजनको अहिलेको बुझाइ छ है। किनभने तपाईँले जुन सुशासन दिनु पर्थ्यो त्यो दिन सकेन भन्ने जनताको मुख्य कुरा हो है। त्यो भएको कारणले गर्दा तपाईँको धारणा चाहिँ के हो त? यो समृद्ध नेपाल र सुखी नेपाली के बनाउन नसकेकै हो त? अब होइन, यसो हो, समृद्धि नेपाली सुखी नेपाली एमालेको एउटा ठेगो नै थियो तपाईँको। अब एउटा कुरा के अरू पार्टीको कसैले पनि त्यो कुराहरू ल्याउन सकेको छैन मैले देखेको कुरा हो। र अहिलेसम्म तपाईँ एउटा पत्रकारको नाताले तपाईँ चाहिँ यत्रो चाहिँ अनुभव भइसकेको र कुनै चाहिँ रूपमा वैचारिक रूपमा पनि प्रस्तुत भएको कारणले तपाईँ अहिलेसम्म तपाईँको 46 सालदेखि अहिलेसम्मको तपाईँ हेऱ्यो भने जति एमाले तपाईँको यो देशको लागि समृद्धि बनाउनको लागि जुन चाहिँ कार्यक्रमहरू छ तर अरू पार्टीबाट त्यस्तो खालको कार्यक्रम आएको मैले देखेको छैन। त्यो त तपाईँ एमाले भएको भएर तपाईँ अरू पार्टीकोले पनि त त्यही भन्छ। मैले भने एमालेबाट भन्दा पनि तपाईँको समग्र नेपालीहरूले चाहिँ त्यो बुझेको छ, मैले देखेको त्यो बुझेको छ होइन। तर कति कुराहरू चाहिँ के छ भने हाम्रो देश चाहिँ के छ भन्दाखेरि स्वचालित मात्रै नभएर परिचालित पनि छन् होइन। त्यसले गर्दाखेरि कति कुराहरू राम्रो काम गर्न खोज्दा पनि त्यसलाई विभिन्न किसिमको अवरोधहरू पनि आइरहेको हामीले सुनिन्छ अनि बुझिन्छ र अनुभव गर्न पनि सकिन्छ। र हाम्रो देश भनेको के छ भन्दाखेरि अब एउटा चाहिँ भूपरिवेक्षित देश हो, दुईवटा ठुलो देशको बिचमा छौँ र तिनीहरूको चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई प्रभाव परेको हुन्छ होइन। त्यो परिरहेको पनि छ। त्योभन्दा पनि त्योभन्दा पनि अझ पर त्यो 7 समुद्र पारीको पनि त्यत्तिकै प्रभाव परेकोहरू पनि हामीले देखिरहेको छौँ। एउटा साधारण एउटा चाहिँ जेमी एउटा चाहिँ नियुक्ति गर्दाखेरि पनि उनीहरूको सरसल्लाह बिना त्यो नियुक्ति गर्न नसक्ने परिस्थिति पनि आइसकेको छ
त्यसले गर्दाखेरि यो कुरा सबै जनताहरूले बुझेको छ। विदेशी प्रभाव चाहिँ यहाँ धेरै छ भन्ने नै यहाँको ध्येय हो। अनि त्यो अब यसो हो, विदेशको प्रभाव नपर्ने कुरा पनि छैन, किनभने हामी यहाँ त प्रभाव मात्र भएन, हस्तक्षेपै भएको देखियो कि। त्यो हस्तक्षेप भन्नु र प्रभाव भन्नु साथसाथ उसले होला होइन। मलाई चाहिँ के लाग्छ भने हामी नेपालीहरूले र आफू पनि चाहिँ स्वावलम्बी नभएको कारणले हामी होइन त्यो एउटा कमजोर छ। हामी अरू विदेशहरूको सहयोगले देश चलाउनु पर्ने, हामी परनिर्भर भयौँ, परनिर्भर भएर हामीले काम गर्नुपर्ने स्थिति छ। त्यसले गर्दाखेरि पनि कति कुराहरू गिभ एन्ड टेक हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ उनीहरूको कति कुराहरू त्यो राष्ट्रको लागि राम्रो या नराम्रो कुराहरू पनि हामीले सहन रूपमा चाहिँ स्वीकार्नु पर्ने स्थिति पनि आउँछ नि होइन। अब कति कुरो राष्ट्रको लागि चाहिँ उनीहरूको कुरो सही पनि होला, त्यो अनुसार मान्नुपर्ने पनि होला। त्यसले गर्दाखेरि यहाँ चाहिँ विदेशहरूको त्यत्रो विदेशहरूको चाहिँ प्रभाव पर्ने स्वाभाविक पनि हो। त्यसमध्येमा पनि यहाँ भएका जति पनि नेताहरू छ अब सुनिन्छ है, म त त्यो क्षेत्रमा पढेको छैन, सुनिन्छ धेरै चाहिँ तपाईँको चाहिँ अब विदेशहरूको चाहिँ रको एजेन्ट छ या अरूको एजेन्सी भएर काम गरिरहेको पनि हामी देखेका छ। त्यो नेता पनि त्यसो एनजिओ आइएनजिओहरूले देश चलायो भन्ने पनि छ अहिले होइन। एनजिओ आइएनजिओले चाहिँ देश चाहिँ चलायो भनेर चाहिँ अब पूर्ण रूपमा हस्तक्षेप भन्नु लाग्यो, किनभने जहाँ पनि चाहिँ दिव्यको बढी चलखेल हुन्छ त्यसको चाहिँ केही चाहिँ तपाईँको चाहिँ प्रभाव त पर्ने स्वाभाविक भइहाल्छ। हस् त माननीयज्यू, अहिले पालो भएको छ हाम्रो छोटो व्यावसायिक विश्रामको। छोटो व्यावसायिक विश्रामपछि पुनः यहाँहरूकोमा फेरि जोडिने नै छु। सुन्दै गर्नुहोला रेडियो नेसन 103.9 मेगाहर्ज।